नजिक आउँदा लास लाग्छ मलाई त फेरेर कर्णाली कहिले कसो मायाको गाउँतिर ल्याउनु पर्ला नि हुन्थ्यो नि भलाइ त हुन्थ्यो नि भलाइ त छेउमा आउँदा लास लाग्छ मलाई त फेरेर कर्णाली कहिले कसो मायाको गाउँतिर ल्याउनु पर्ला नि कहिले कसो मायाको गाउँतिर ल्याउनु पर्ला नि यति साह्रै शर्मिलो छौरा के शर्मिलो छौरा के साह्रै डरपोक नमर्दा हौरा के भेरेर कैनाली कहिले कसो मायाको गाउँतिर ल्याउनु पर्ला नि शर्मिलो छौरा के शर्मिलो छौरा के साह्रै डरपोक नमर्दा हौरा के भेरेर कैनाली कहिले कसो मायाको गाउँतिर ल्याउनु पर्ला नि कहिले कसो मायाको गाउँतिर ल्याउनु पर्ला नि बिस्तार तारैदेखि झटारो हानिन्छ मेला मेसो मिले छेउमा आइन्छ फेरेर कर्णाली कहिले कसो मायाको गाउँतिर ल्याउनु पर्ला नि झटारो हानिन्छ मेसो मिले छेउमा आइन्छ फेरेर कर्णाली कहिले कसो मायाको गाउँतिर ल्याउनु पर्ला नि कहिले कसो मायाको गाउँतिर ल्याउनु पर्ला नि यहाँलाई धन्यवाद छ। अबको पालोमा यहाँ अमर ओली सर आइसक्नु भएको छ अगाडि यहाँको टेबलबाट उहाँले गाउनुहुनेछ। यहाँलाई विशेष धन्यवाद छ। अब अमर ओली सर अगाडि आएर दोहोरी प्रस्तुत गर्नुहुन्छ। अधिवक्ता अमर ओली सर लगायत टिम आइसकेको छ। यसकारण अबको प्रस्तुतिमा उहाँहरूको उपस्थिति यहाँ रहनेछ।
आजै हो मदाको मेरी माया छोरे भनेर म आएको चिनको छिँदैमा चिनको माया के भनी बोलाउ म पहिलो दिनैमा यतिकै धाको मेरी माया छोरे भनेर म आएको चिनको छिँदैमा भेट भो माया के भनी बोलाउ म पहिलो दिनैमा भेट भो माया के भनी बोलाउ म पहिलो दिनैमा आएर बस्दा गरे लाउने मायाले केही वास्ता छिर्को छिनैमा भेट भो माया के भनी बोलाउ म पहिलो दिनैमा आएर बस्दा गरे लाउने मायाले केही वास्ता छिर्को छिनैमा भेट भो माया के भनी बोलाउ म पहिलो दिनैमा भेट भो माया के भनी बोलाउ म पहिलो दिनैमा झल्को आउँदा भेटुन मन लाउँदा मै आउँछु चाराको हिसाबै गनेर आछु भेट्न दुनियाँ छेउ भनेर पूर्वैमा जाँदाथे झल्को आउँदा भेटुन मन लाउँदा मै आउँछु चाराको झल्को आउँदा भेटुन मन लाउँदा मै आउँछु चाराको तिमीलाई हराउने छेउमा आउन किन हो डराउने पूर्वैमा जाँदाखेरि झल्को आउँदा भेटुन मन लाउँदा मै आउँछु ताराले तिमीलाई हराउने छेउमा आउन किन हो डराउने पूर्वैमा जाँदाखेरि झल्को आउँदा भेटुन मन लाउँदा मै आउँछु ताराले झल्को आउँदा भेटुन मन लाउँदा मै आउँछु ताराले यतिकै बिसाउने आउँथे छेउमा कोही छन् कि रिसाउने पूर्वैमा जाँदाथे झल्को आउँदा भेटुन मन लाउँदा मै आउँछु ताराथे यतिकै बिसाउने आउँथे छेउमा कोही छन् कि रिसाउने पूर्वैमा जाँदाथे झल्को आउँदा भेटुन मन लाउँदा मै आउँछु
तिमी र म सँगसँगै गाउने हो पूर्वैमा झलको आउँदा बेठुमा आउँदा आउँछु सधैँ नै आउने हो सधैँ नै आउने हो तिमी र म सँगसँगै गाउने हो पूर्वैमा झलको आउँदा बेठुमा आउँदा आउँछु झलको आउँदा बेठुमा खुसी छु म तिमीसँग हेरेर बोलाऊ मैले तिमीलाई हेरेर पूर्वैमा झलके विकास दाइको भिडियो बना विकास दाइको भिडियो बना विकास हाई गरिदिनु हाई गरिदिनु रक्सी लगाउन नआएर
तिमी मन पराउँछौ तिमी मन पराउँछौ एक दिन आउँछौ 3 महिना आउँछौ पूर्वैमा
कसैले ऐचो पैचो चलाउ है सबैले सहयोगी भावना कान्छीको बेनीमा कान्छीको बेनीमा खेलमा बसी बोलाउने कोनी भइहाल्यो भइनी चाहना हुनुपर्छ सहयोगी भावना कान्छीको लमजुङ्गीको बोली नै महँगो कान्छीको बेनीमा कान्छीको बेनीमा खेलमा बसी बोलाउने कोनी भइहाल्यो लमजुङ्गीको बोली नै महँगो कान्छीको बेनीमा कान्छीको बेनीमा खेलमा बसी बोलाउने कोनी Bye.
बोली लाग्यो कि खरो तानसेनको मेनीमा तानसेनको मेनीमा छेउमा बसी बोलाउने छोरीलाई हाल्यो घर बसाउने बानी तारा त्यही बोलेर फसाउने शान्तिको निधिमा शान्तिको निधिमा लम्जुङ्गे नानी के साह्रो राम्री जति नहुने हाम्रे तानसेनको मेनीमा तानसेनको मेनीमा छेउमा बसी बोलाउने छोरीलाई हाल्यो मोहनी के साह्रो राम्री निकै रमाउनु भयो र यहाँहरूलाई फेरि पनि हामी अर्को हप्ता अर्को दिनमा यहाँहरू निमन्त्रणा गर्नेछौँ र पक्कै पनि आज जस्तै शिष्ट विशिष्ट पाहुनाहरूको साथमा हामी अर्को कार्यक्रमलाई अर्को साँझलाई निकै अझ रमत थप्ने कोसिस गर्नेछौँ। आजको यो बसाइमा आउनुभएका हाम्रा अतिथि कलाकार कुसुम थापा लगायत सबै अतिथि कलाकारहरू र हाम्रा आदरणीय पाहुनाहरू सबैलाई हार्दिक सम्मान व्यक्त गर्न चाहन्छौँ र सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छौँ। फेरि अर्को सेसनमा यहाँहरूको यत्तिकै वैलक्ष्य र यत्तिकै रमाइलोका साथ हामी फेरि अर्को हप्ता भेट्नेछौँ र सबैलाई फेरि पनि हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्दै आजको यो साँझलाई हामी यही समापन भएको यही जानकारी गराउन चाहन्छौँ। धन्यवाद, नमस्कार।